हेलो गुड मर्निङ। आज चाहिँ फेरि पनि म लामो समयपछि भ्लग गर्दैछु। आज चाहिँ हामी छाउनी सङ्ग्रहालय स्वयम्भू घुम्न जाँदैछौँ। विशेष गरेर अहिले चाहिँ घरबाट म एक्लै निक्लिँदैछु अनि मेरो दिदी र भान्जी फैकामा भेटेर त्यहाँबाट हामी गोपीकृष्ण जान्छौँ र त्यहाँ भाइलाई भेटेर अनि त्यहाँबाट चाहिँ हामी आज ट्याक्सीमा जाने सल्लाह भएको छ। हामी चिनेकै दाइको ट्याक्सीमा जान्छौँ अनि आज त्यहाँनेरि थाहा छैन सङ्ग्रहालयमा चाहिँ कतिको भिडियो गर्न पाउँछ या पाउँदैन त्यति थाहा छैन। यदि पाइयो भने पाइएको चिजहरू म बनाउने छु र पाइएन भने चाहिँ अब म अनुभव सेयर गर्नेछु पछाडि। हुन्छ, अगाडिको कुराहरू म देखाउँदै गर्नेछु, हेर्दै गर्नुहोला। अहिले चाहिँ दिदीकोबाट जाँदैछु। हामी चाहिँ निक्लिन आँटिरहेछौँ। मेरो दिदी अनि त्यहाँ भान्जी यता हेर त। अनि उहाँ ट्याक्सी यतातिर छ, दाइ उहाँ नै हुनुहुन्छ अनि उहाँसँग चाहिँ हामी निक्लिँदैछौँ। हामी चाहिँ सङ्ग्रहालय पुगिसकेका छौँ। त्यता राष्ट्रिय सङ्ग्रहालय छ, यता सैनिक सङ्ग्रहालय। त्यहाँ भाइ टिकट काउन्टरनिर पुगेर बसिरहेको छ। ढोकामा तोप छ, यता यस्तो छ, वारिपारी रहेछ। हामी चाहिँ सङ्ग्रहालयभित्र छिरिसकेका छौँ। टिकट लिएका छौँ। प्रति व्यक्ति 25 रुपियाँ लाग्दो रहेछ। 5 जनाको तिरेर आएका छौँ। यस्तो छ वरपर प्राङ्गणभित्र है, यस्तो छ। यस्तो एकदम राम्रो छ। यहाँ फोटो सेसन सुरु भएछ दिदी र भान्जीको। दाइ चाहिँ पर जानुभयो। यस्तो रहेछ भित्र। ग्राउन्ड के भन्छ, कम्पाउन्ड चाहिँ एकदम खुल्ला रहेछ। तातो घाम छ है यहाँ पनि। हामी भित्र पुगेको छैन, बाहिरै डुल्दैछ। मेरो हिरो भाइ हो यो। कस्तो लागिरहेछ? पेट फुलिरहेछ, खाना धेरै भयो। आमा यो मासु भात धेरै खाएर होला पेट चाहिँ। बिहान मासु दन्काएर आएको। के गर्नु, छ्यामाहरूले फेरि तिनतिरैबाट पठाउँछ त। ए ठिक छ नि त, ठुलो मान्छे धेरै भएको राम्रो नि त। ए यस्तो छ। माथि त सुनको गजुर रहेछ। ओ पुरानो, ल पुरानो गाडीमा आइपुग्यो यहाँ। यता टोइलेट जाने बाटो रहेछ। अहिले मेन सङ्ग्रहालयको उसमा पुगेकै छैन हामी। यहाँ गाडी रहेछ, यो के को रहेछ हेर्नु पर्ने छ। कति उसमा देखाएको थियो नि, के अरे यो गरेर पनि एउटा बोकेर ल्याएको गाडी रहेछ। ए पुरानो फोटोहरूमा देखाएको थियो। यो चाहिँ उहिले रोड नहुँदा भीमफेदीतिरबाट बोकेर ल्याएको गाडी रहेछ। यहाँ लेखिरहेछ, राणाकालीन समयमा मकवानपुरको भीमफेदीबाट बोकेर काठमाडौँ ल्याइएका विभिन्न गाडीहरूमध्येको सङ्ग्रहालयमा प्रदर्शित यो गाडी श्री 3 महाराज चन्द्र शमशेरले आफ्नो धर्मपत्नीलाई उपहार दिन भारतमा बनाई नेपालमा भित्राएका थिए रे। यो चाहिँ सङ्ग्रहालयभित्र हेर, यहाँ फुलको सेपमा है टक्कसँगले जम्मा गरेको छ। दामी छ। फ्री वाइफाई जोन रहेछ यता पुरै, दामी रहेछ। बौद्ध आर्ट ग्यालरी यहाँ छिर्ने होला नि भाइ। यता चाहिँ बौद्ध आर्ट ग्यालरी, यहाँ बुद्ध रहेछ।
4 नम्बर यहाँ ढोकाबाटै देखिरहेछ। यहाँ चाहिँ यस्तो रहेछ। यो सङ्ग्रहालयको बारेमा बताइएको रहेछ। यतातिर देखाइरहेछ वे शाक्यमुनि बुद्ध। यो चाहिँ दीपङ्कर बुद्धको स्ट्याच्यु। अनि यहाँनिर बुद्ध धातु साँको काठमाडौँ 9औं शताब्दीको रहेछ। यतातिर चैत्यहरू भेटो छ त्यहाँ। अनि यो भिडियोको पनि लिएको। हजुर हजुर त्यही भएर यस्तो छ। यहाँनिर उहिलेका सामग्रीहरू होइन यस्तो छ। ढुक्कसँगले वरपर यस्तो छ। यो माटोको रहेछ यिनीहरू सबै। यस्तोहरू धेरै कुराहरू राखिएका रहेछन्। यो चाहिँ स्वयम्भू चैत्यको 3D दामी बनाएको रहेछ वरिपरिबाट। 3D स्वयम्भू 4 दिशामा यस्तो छ। 4 दिशामा यस्तो छ वरिपरि। श्रीधर कृष्णले यहाँतिर लोकेश्वरकै सबै यो चाहिँ सबै उताको उसमा रहेछ। यता चाहिँ सबै मन्जुश्रीको। अनि 16 बोधिसत्व यस्तो छ। चौदाम महल भनेको एक महल 50 पैसा, सुका भनेको 26 पैसा। हात्तीको खप्पर यत्रो ठुलो छ। अर्नाको खप्पर रे यो कति ठुलो। यहाँ यतातिर छुट्टै छ फेरि कस्तुरी बिरालो, वन बिरालो रे, यो ब्वाँसो रे, यो त के हो? यो चमेरो रहेछ। कत्रो ठुलो चमेरो उड्ने लोखर्के रहेछ। यहाँ म पखेटा भएको लोखर्के यो चाहिँ उड्छ नि मलसाप्रो हाप्रे। यो के जरी बाघ बाघ हो नि।
भारतको यो सबै। अब यहाँ बर्माको छ, म्यानमारको, थाइल्यान्डको, न्युजिल्यान्ड, सबै इजरायल, पाकिस्तान, श्रीलङ्का। अनि यहाँ ग्रिसको कस्ट्युम, पोल्यान्ड, नेदरल्यान्ड सबै रहेछ यहाँ। देन हङ्गेरी, यता डेनमार्क रे सायद यो वरिपरि। यहाँ चेकोस्लोभिया, रुस, सबै रुस रहेछ। यो के हो? चीन लेखिरहेको रहेछ। ब्राह्मण जाति हो। यो चाहिँ क्षेत्री जाति। यस्तो छ। नेपालको म्याप छ अहिलेको यो। अनि यहाँ चाहिँ थारू जातिको। अनि यहाँ छ मगर जाति। यहाँ लेखेको छ है, पज गरेर पढ्न सक्नुहुन्छ, मगर जाति। अनि यहाँ हो यो चाहिँ कामी, विश्वकर्मा जाति, फलाम पिट्ने आराम। अनि यहाँ छ कसङ्गले रियल देखिरहेछ हौ, लिम्बू जाति। रियल देखिरहेछ। अनि यहाँ चाहिँ टक्कसँगले यो शेर्पा जाति हो। अनि यहाँ छ यो चाहिँ सतार, सन्थाल जाति। कस्तो दामी बनाएर राखेछ। यहाँ अर्को छ सार्की जाति, तसिलो हुने तामाङ। तामाङ जाति। हो र त अफिसियल लाग सानो बच्चा मरेको, कुहिएको। रियलकै हो यो? रियल त नि। मुस्ताङ मारे ऊ यहाँ ईसापूर्व 800 को मान्छेको खप्पर। 800सम्म भएको छ। जिजस जन्मिनुभन्दा 800 वर्ष अगाडिको। त सबै छ। भनेर सक्दै छैन एकदम धेरै। यहाँ चाहिँ उहिलेको मानिस गुफामा बास गर्ने बेलाको। ढुङ्गाको औजारहरू उहिलेको।
यहाँ चाहिँ तोप छ ढुक्कामा। अब चाहिँ तलमाथि जाँदैछु। यहाँको यो चाहिँ ढुङ्गाको मूर्तिहरू। शिवलिङ्ग। यो सबै ढुङ्गाको। यो चाहिँ 19औं शताब्दीको बुद्ध धर्म ग्रन्थ। काठहरू रहेछ। गुरु पद्मसम्भव के मिलेन। Cruising down the highway, windows down low. Sunset paints the sky in a fiery glow. Mountains rise up, touching clouds above. Valleys below, filled with whispers of love. On this road, every seed's a delight. From sunrise to starlight, day to night. Nature's canvas unfolding so grand. In this journey, we're living unplanned. City streets pulse with energy so bright. Neon signs flashing in the depths of night. Skyscrapers stand tall, reaching for the sky. As we pass by, with dreams flying high. No maps, no plans, just an open road. Wherever it leads, we'll happily go. Each sight, each sound, a memory to keep. In this adventure, dreams run deep. On this road, every scene's a delight. From sunrise to starlight, day to night. Nature's canvas unfolding so grand. In this journey, we're living unplanned. On this road, every scene's a delight. From sunrise to starlight, day to night. Nature's canvas unfolding so grand. In this journey, we're living unplanned. हामी चाहिँ पार्किङ एरियामा छौँ स्वयम्भूको गाडी छोडेर। अब चाहिँ
यता डाँडामा पुगेका छौँ। यतातिर गेट छ टक्कसँगले। ढक्की फाल्ने ठाउँ हो यो, एकदम धेरै छ त्यहाँ ढक्की। बाँकी कुरा पुरा हुन्छ नि। थेट खेल्दै हुन्छ मोबाइलले खेल्नु। माथि डाँडामा हो स्वयम्भूको स्तूपा चाहिँ। यो देखिएको चाहिँ मेन होइन, सानो स्तूपा। यहाँ चाहिँ पुरा बाँदरले डाइ बाँध्दो रहेछ माथिबाट। रमाइलो गर्दैछ स्विमिङ। विश्व शान्ति पोखरी छ। मङ्की यो चाहिँ उकालो बाटो हो, तलबाट आएको। त्यसो त आर्ट ग्यालरीहरू सब यो यहाँको मायाको चिनहरू, चैत्यहरू। मेन स्तूपा यही हो स्वयम्भूको। बाँदरले आइसक्रिम खाँदैछ त्यहाँ। आयो यता, यतै आउँदै होला। ए तल गयो, काठमाडौँ देखिरहेको छ यताबाट। दे म अपने से ल्याम तुमको टन्नै छ केहरू। यहाँ चाहिँ सरसफाइ के निर्माणको काम भइरहेको छ। यहाँबाट काठमाडौँको दृश्य यस्तो छ। भाइले पैसा हालेर आयो त्यहाँ, दानी भयो। दान बहादुर त्यो मान्छेको मेरो बाउलाई के अरू त अरूलाई त के दिनु आउँछ। हामी चाहिँ फर्किँदैछौँ अब चाहिँ स्वयम्भू घुमेर। त्यो मेरो केटीलाई त्यो किनेको। हामी चाहिँ स्वयम्भू घुमिसकेर अब चाहिँ फर्किने बेला भयो। यहाँ चाहिँ चिसो खाइरहेछौँ यस्तो। पैसाको लागि फाइनल्ली हामी चाहिँ फर्किँदैछौँ अब। यतातिर हाम्रो कहाँनिर छ ट्याक्सी पर छ। दाइहरू चढिसक्नु भयो। सबैजना फर्किँदैछौँ।